हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज हामी जानु गइरहेको छौँ चिसो पानी बनदेवी। काम देख्न सक्नुहुन्छ तपाईँहरूले। ल है आज चाहिँ हामी बिहान बिहानै दर्शन गर्न जाँदैछौँ मन्दिर, देवीथान मन्दिर। गोविन्ददेव विदेश चाँडै गओस् भनेर। अनि सुदीपको चाहिँ कहाँको थाहा छैन, परिचित चाहिँ चाँडै बिहे गर्छ भनेर। मम्मी र भाउजू अगाडि हुन्छ ल। सो हामी जङ्गल एन्ट्री गरिसकेका छौँ। अब हामी जानेछौँ चिसो पानी बनदेवी। हामी चाहिँ बस प्रसाद खान मात्र आएको हो, ठिक हो। हामी हेर्नु सक्नुहुन्छ अगाडि दायाहरू छ, पछाडिबाट पनि आइरहेको छ पूजा गर्ने मान्छेहरू होइन। हेर्न सक्नुहुन्छ हाम्रो चिसो पानी जाने बाटो अगाडि। चिसो पानी आउनु लागिसकेको छ, चिसो पानी आउनु लागिसकेको छ। यहाँ हेर्नु सक्नुहुन्छ पुल एउटा छ, सानो पुल। यहाँबाट हामीलाई लगभग 1 किलोमिटर जति लाग्नेछ। यहाँबाट 1 किलोमिटर जति हिँडेपछि चिसो पानी आउँछ है त। हाम्रो गाउँको नेचुरल खोला गाइस। यहाँ हजुरहरू निरन्तर अगाडि आइसकेपछि दुईवटा बाटो रहेको छ। हामी जानुपर्ने कुन बाटो हो? हामी जानुपर्ने यता रहेको छ, यता नि बाटो रहेको छ गाइस। आइसकेको छ पूजा गर्ने मान्छे। सक्नुहुन्छ सबजना गइसकेको छ, हेर्न सक्नुहुन्छ सबजना गइसकेको छ। आफ्नै माया हुन्छ, सबैले छोडिदिन्छ। अरू रुखा चढेको मन्दिर गाइस हामी एन्टर भइसकेको छ गाइस। मन्दिर हेर्न सक्नुहुन्छ, मन्दिरको बाटो हेर्न सक्नुहुन्छ गाइस। यहाँबाट हल्का खासै आज धेरै मान्छे रहेनछ पहिलाको भन्दा। अहिले चाहिँ हाम्रो धेरै मान्छे रहेनछ गाइस, हेर्न सक्नुहुन्छ। हामी पुलबाट जानुपर्ने हुन्छ अब, पुलबाट हेर्न सक्नुहुन्छ गाइस। मन्दिरमा मान्छेहरू बस यति मात्रै रहेको छ। यहाँ एउटा पुल रहेको थियो, त्यहाँ के अरे छैन रहेछ गाइस पुलै। पानीबाट जानुपर्ने हुन्छ अब। बाटो छैन क्या, पुलै रहन्छ क्या, बनाउँदै रहेछ क्या। म त जान्नु हेर्न सक्नुहुन्छ गाइस मन्दिर टन्ने रहेको छ, सक्नुहुन्छ। हामी अब मन्दिरतर्फ लाग्न गइरहेको छौँ। हेर्न सक्नुहुन्छ बाटो यहाँ यस्तो रहेको छ, बाटो हेर्न सक्नुहुन्छ यस्तो रहेको छ हालत बाटोको गाइस। यहाँबाट जानुपर्ने हुन्छ मन्दिर हल्का त्यो रहेको छ। यहाँ चाहिँ हामीले चप्पल खोज्नु पर्ने हुन्छ गाइस। आइसकेको छौँ देवीथान, यो चाहिँ एन्ट्री गर्ने गेट हो। ट्री हाउस पनि रहेको छ यहाँनिर। मानिसको भिड कति छ हेर्न सक्नुहुन्छ।
मान्छेको भिड म चाहिँ अहिले माथि आइसकेको छु हेर्न सक्नुहुन्छ यहाँ माथिबाट कस्तो रहेको छ भ्यू हाम्रो देवीथान मन्दिरको होप सबैलाई आजको ब्लग राम्रो लाग्यो होला राम्रो लाग्यो च्यानललाई सब्सक्राइब गरिदिनु भिडियोलाई लाइक गरिदिनु भेटौँला अर्को ब्लगमा थ्याङ्क यू सो मच फर वाचिङ बाई